आज मेरो ब्याकको वर्कआउट छ, त्यसैले ब्याकको वार्मअप गर्दैछु। वार्मअप गरिसकेपछि अनि त्यसपछि सेट सुरु हुन्छ। ब्याकको वर्कआउट गर्ने भन्दा अगाडि मैले सधैँ पुलअप गरेर अनि त्यसपछि बल्ल ब्याकको वर्कआउट स्टार्ट गर्छु। फर्स्ट मेरो वर्कआउट चाहिँ सधैँ पुलअप नै हुन्छ, जसमा चाहिँ मैले 4 सेट गर्छु। हरेक सेटमा चाहिँ 15 रेपिटेसन हुन्छ। बिगिनरहरूले चाहिँ 10 रेपिटेसन गर्दा नि हुन्छ। आजको यो भिडियोमा चाहिँ ब्याकको बारबेल रोइङ भन्ने वर्कआउट सिकाउन जाँदैछु। हेरेर सिक्नु होला अनि फिडब्याक पनि दिनु होला है त। सुरुमा चाहिँ बारमा हाम्रो ह्यान्ड प्लेसिङ सोल्डरको साइजभन्दा अलिकति वाइड राख्नुपर्छ। अनि वेट क्यारी गरेपछि आफ्नो लेग पनि सोल्डरको वाइड जत्तिकै वाइड राख्ने। अनि त्यसपछि हाम्रो ब्याकको मसल स्ट्रेच गराउनको लागि चाहिँ घोडाभन्दा तल बार जानुपर्छ। अनि त्यसपछि माथि आउने बेलामा स्क्विज गर्नुपर्छ। माथि आएको बेलामा स्क्विज गर्दा बार चाहिँ हाम्रो लगभग पेटसम्म टच हुने तरिकाले लिएर आउनुपर्छ। यति गरेपछि हाम्रो मसलको स्क्विज र स्ट्रेच राम्रोसँग हुन्छ। त्यसो कारणले गर्दाखेरि चाहिँ हाम्रो मसल फेरि डेभलप हुन हाम्रो सजिलो हुन्छ। आजलाई यति नै। अबदेखि वर्कआउटको भिडियोहरू डेली आउँछ। मलाई फलो गरेर मेरो भिडियो हेरेर वर्कआउट गर्न चाहिँ सिक्न नबिर्सिनु होला। धन्यवाद।